तो हेलो गाइज वेलकम टु माई न्यू ब्लग के छ खबर सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ पूर्णिमाको दिन हैन आज चाहिँ यसो भिडियो बनाइदिनु लाग्यो अनि यहाँ बेरबेर कराइ छ मैले कति दिनपछि म उहाँको बिग फ्यान हो मैले उहाँलाई भेट्नको लागि उनी कहाँबाट आएँ कृपया उहाँलाई सम्पूर्ण सब्स्क्राइब गरिदिनु होला मेरो लागि बिग फ्यान अरे फर्स्ट टाइम डायमन्ड प्लेटन माथि कुन प्लेट आउँछ त पनि छिटो भन्दा छिटो लगाइदिनु होला सिल्भर आउँछ त्यसपछि गोल्डन आउँछ त्यसपछि आउँछ डायमन्ड पछि एउटा त रातो भएको आउँछ नि भित्र सो उहाँ चाहिँ दिलाइदिनु होला उहाँ चाहिँ त्यस्तो भ्लगर हुनुहुन्छ तपाईँ नेपालका मान्छेले चिन्दैन उहाँलाई तर विदेशीले उहाँलाई सम्पूर्णलाई चिन्छन् कस्तो भाइरल कस्तो मजाको भाइरल उहाँले हजुर चिन्नुहुन्छ उहाँ मिस्टर बिस्टको भन्दा पनि अझ ठुलो हुनु नि हो हजुरलाई थाहा नभएर होला अनि हामी चाहिँ अहिले यसो ढुल्दै के आज मिस्टर बिस्ट एउटा च्यानल उहाँले बेच्नु भएको हो गफ नहान्दैन फेरि गफ हान्दै छ भोलि अहिले भोलि के अनि आज चाहिँ दुनिया यस्तो देखिरहेको छ आज के हो भन्न त आज पूर्णिमाको दिन आज दसैँको लास्ट दिन 2082 सालको दसैँ लास्ट दिन त्यस्तो होइन सुन पूर्णिमामा के हुन्छ थाहा नागिन आउँछ नागिनको टाउकोमा नाग बढी हुन्छ टाउकोमा नागिन यो भिडियो फिक्स पोस्ट हो गरे यार अहिले पनि महिना दिन के सुत्केरी छन् दिदी महिना दिन के सुत्केरी छन् दिदी अरे मा चलो आज म चाहिँ अहिले मेरो खुट्टा त्यस्तो भइरहेको छ तर म हिँडिरहेको छु खुट्टा काटे छिसा काटे यसो ढुङ्गाले छोएको छिसा हो अझ यति बढी गाडी आएर खुट्टाको त उम्लाई काटिन त्यसो भए त झन् गडी खेल्दिस् गडी खेल्दिस् गडी खेल्दिस् यहाँ चाहिँ अब राति राति हिँड्ने प्लान भइरह कहाँ हो मलाई नि यसो लिएर जाऊ न यार हामी एक्लै कता कता जाने ग तल जाने म त माथि जाने जम्बोर पर्जिटका के मान्छे भरे डुल्लै डुल्दै जाऊँ कहाँ हुन्छ होइन रोदीमा गएर के गर्छ रोदी गाइस अस्ति दसैँको दिन धोबी रमाइलो चाहिँ जान पाइयो क्या यहाँ चाहिँ पञ्चम लेखिरहेको छ है गाइस आउनु मन छ भने म त भेट हुन छ भने फोटो खिच्न भने होइन यहाँ पञ्चम लेखेछ ठ्याक्क आउँदा चाहिँ यार यो दाइको यो युट्युबरको घर यहाँ थियो ठ्याक्क सम्झिनुहुन्छ कि अब यहाँबाट फर्क्यौँ है म लेख्छु न पूजा पूजा के भन्दैछ अरे मैले हिजो आई बिहान मलाई के भन्दैछ अरे मलाई भिडियो नि देख मेरा युट्युबर दाइहरू दाइ भाइ दिदी बहिनी जो हुनुहुन्छ सब्सक्राइब हालिदिनु न यार 1 महिनाबाट लगातार भिडियो हालिदिएछु यार कति सब्स्क्राइब आइछ नि कति सब्स्क्राइब छन् होइन सब्स्क्राइब त बढेको नि अहिले त राम्रो भइरहेको छ अब चाहिँ 500 पुऱ्याइदिनु पर्छ कि 1 महिना यार कस्तो रमाइलो भइरहेको गाडी आइरहेको छ है जाने कार्कीको गाडीमा सर धुलेर आउनु जान्न एउटा यस्तो किन्न मन छ यार कहिले होला छिटोभन्दा छिटो कमसेकम 1 वर्षमा एउटा गाडी त हुनु पर्यो नि यार एउटा युट्युबर छ यार यस्तो मजाको युट्युबर बनिरहेको छ महिना दिन के सुत्केरी छन् दिदी नलामो दिनहरू काट्न नै गाह्रो हाम्रो गाउँको कटुवाल भनेर कसले चिनिन्छ भने यता तडका कोही गरा हैन आजको कता छ भोलिको कता कस्तो राम्रो जुन ओए बुढै म तर मलाई कसरी यस्तो भन्नु तर मलाई डर लाग्छ नो दोस्तो आजको भिडियो के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सब्स्क्राइब हाल्नु नहुनु होला सम्पूर्ण सब्स्क्राइब गर्न नबिर्सनु होला तपाईले सब्स्क्राइब गर्नु भएन म तपाईँ